हैन यो ज अक्षर र यो ज अक्षर एउटै हो नि के होइन हो नि हैन अब यो कुन मात्रा हो उ मात्रा हो नि है अघि ज मा उलाउँदाखेरि के भयो भने थियो भन त जु के भन्यो अरे यो जु हो त यहाँ बिचको अक्षर के भयो यो जु सुरुमा के थियो ख अनि के आयो जु ख जु है यो पनि जु यसलाई के भन्नु पर्यो अब ख अनि जु है अब भाइ त सुन है त अनि लास्टको अक्षर कुन हो अरे र यही हो र भन्ने त्यो यो सेम अक्षर छ यो मात्रा के हो अरे ओ है अब अघि र मा ओ लाग्दाखेरि के भनेको थियौ र मा ओ लाग्दाखेरि र मा अ मात्रा लगाउँदाखेरि के भएको थियो रो ठीक छ त यहाँ पनि र मा ओ मात्रा लागेको थियो यो के भयो रो त ख जु रो ख जु रो यो रो र यो सेम छ त के भन्न पर्नु पर्यो ख जु रो यहाँ दिएको यो चित्रमा बनाएको यो चित्र कसको चित्र रहेछ खजुर खजुर एउटा किरो ठीक छ त्यो कानमा पसेपछि मर्छन् भन्छ कानमा पसेपछि नि डेन्जर गराउँछ चिराउँछ मान्छे हैन ल सुन अब यो ख अनि यो जु यो रो यो जु किन भयो ज मा उ लाग्यो त्यही भएर जु यो र मा उ लाग्यो भनेर रो कसरी लाग्यो यसरी लाग्यो ज मा उ लागेपछि जु ख जु अनि र मा उ लागेर खजुरो के अरे ठीक छ बुझ्यौ यसको खजुराले के गर्छ भन्यो अरे कानमा खजुरो कानमा पसेपछि चिलाउँछ हो खजुरो कानमा पसेपछि मान्छे मर्छ यो वाक्य पनि आले खजुराको पर्ति खिच्न छ यस्तो आला यो खजुराको फोटो भएको अंगुठी पनि छ हो लिटिलसँग खजुराको औँठी भएको फोटो छ यो वाक्य बनिन्छ सर लिटिलले नै प्रत्येकलाई दियो हो लिटिलले प्रत्येकलाई खजुरो भएको औँठी दिएको यो अर्को वाक्य बनिहाल्यो अब बुझ्यौ वाक्य बनाउन नि हाल्यो अब यसलाई यसरी पढ्न सक्छौ पढ्दाखेरि सुन पहिला अक्षर पढ्नी अक्षर हैन मात्राको ध्वनि र यो अक्षरको ध्वनि दुईटाको मिसिन्छ यसलाई मात्रा मात्रै अलगै थियो उ मात्रा हुन्थ्यो जमा लाग्यो भने यो जु हो है यो र मा यो ओ मात्रा मात्रै अलगै भए ओ हुन्थ्यो यो र मा लाग्यो भने यो के भयो रो ख जु रो हो यसरी पढ्ने है त एक एक अक्षरमा मात्रा चिनेर